नमस्कार। आज हामी किडनीभित्र भएको पत्थरी पटक्कै चिरफार नगरिकन पल पनि नपारिकन गर्ने प्रविधिको प्रयोग गरेर स्टोनमा भएको पत्थरीलाई फुटाउने प्रविधि गर्दैछौँ। यसमा युज गर्ने प्रविधिको नाम आरएआरएस हो। यो भनेको इन्ट्रारेनल सर्जरी, यानी कि किडनीभित्रै गएर सर्जरी गर्ने, तर किडनीमा कुनै पनि प्रकारको घाउ, कुनै प्रकारको पाल नगरिकन त्यहाँ भएको स्टोनलाई लेजरको प्रविधिबाट हामीले यसलाई फुटाउँछौँ। यसलाई आरएआरएस भन्छौँ। यो टुप्पोमा देखाउनुहोस् त, यता हेर्नुहोस् त। यो हामीले यो मेरो हातबाट किडनीभित्र पुगेपछि जता पनि फर्काउन मिल्छ र यसको टुप्पोबाट बत्ती बलेको हुन्छ। त्यसले गर्दा किडनीभित्रको कुनै पनि भागमा गएर मैले यो आरएआरएसलाई लगेर हेर्न सक्छौँ र यही बाटोबाट लेजर छिराएर आनन्द मलाई लेजर पाऊँ। यो इन्स्ट्रुमेन्ट आरएआरएस इन्स्ट्रुमेन्ट किडनीभित्र पुगेपछि तपाईँ हेर्न सक्नुहुन्छ। किडनीको कुनै पनि भागमा हामीले यहाँबाट कन्ट्रोल गरेर भित्रको कुनै पनि भागलाई हामीले राम्रोसँग हेर्न सक्छौँ। चिप्सको क्यामेरा यहाँ माथि टुप्पोमा छ हैन। त्यसले गर्दाखेरि भित्रको एकदमै राम्रो 4K लेभलको भिजन पाउँछौँ र यसैभित्र यो लेजरको टिप, यो लेजर देख्न सक्नुहुन्छ। यो लेजर यो मेसिनको माध्यमबाट पावर डेलिभरी हुन्छ र यसले गएर यसैको भित्र राखेर हामीले भित्र गएर ढुङ्गा फुटाउँछौँ। नयाँ लेजरको प्रविधिमा एउटा के राम्रो छ भने यो लेजरले भनेको एकदमै पावरफुल इन्स्ट्रुमेन्ट हो। यसले चाहिँ यदि हामीले ढुङ्गामा नहानिकन डक्टरले गल्तीले कतै भित्तातिर हान्यो, किडनीको भित्तामा हाल्यो भने ब्लिडिङ हुने सम्भावना हुन्छ। त्यो नहुन दिनुको लागि यो नयाँ मेसिनमा चाहिँ एआई यानी कि आर्टिफिसियल इन्टेलिजेन्स जोडिएको छ। त्यसले ढुङ्गामा मात्रै स्ट्राइक गर्छ। हामीले झुकिएर यदि यो टिप गरेर किडनीको कतै मासुमा हिर्काउन गयो भने आफै बन्द हुन्छ। र यो प्रविधिबाट चाहिँ हामीलाई एउटा के राम्रो हुन्छ भने एक त पावरफुल लेजरले चाहिँ हामीले ढुङ्गालाई धुलो पार्न सक्छौँ। एट द सेम टाइम किडनीभित्र कुनै प्रकारको ड्यामेज हुने अथवा ब्लिडिङ हुने सम्भावना न्यूनतम रहने यो टेक्नोलोजी भित्रिएको छ। र यसबाट स्टोन फुटाइसकेपछि पनि हामीले स्टोन भित्रै छोड्दैनौँ। त्यो भएको स्टोनलाई पनि हामी सक्सनको माध्यमबाट स्टिकबाट तानेर बाहिर निकाल्छौँ। यसले गर्दा स्टोनहरू फुटाएपछि किडनीभित्र सकेसम्म कुनै पनि कण बाँकी नराखिकन यो अपरेसन पुरा गर्न सकिन्छ। र आज हामीले प्रयोग गरेको जुन लेजर मेसिन छ, यो अहिले यो लेजर मेसिन मध्येमा थोरियम फाइबर लेजर मध्ये पनि एआई भएको युरोलेज 2 भन्ने यो प्रविधि भित्राएका छौँ। र यसबाट स्टोनलाई कसरी फुटाउँछ, कसरी काम गर्छ भन्ने हाम्रो यसको सम्बन्धी प्राविधिक कुराहरू यस कम्पनीका प्रवक्ताले यसबारेमा के बोल्नुहुन्छ। नमस्कार, मेरो नाम चाहिँ आनन्द सुवेदी। म चाहिँ इलाइट ग्रुपको टेक्निकल डिरेक्टर। अनि हामीसँग चाहिँ आज एउटा लेटेस्ट टेक्नोलोजी भएको लेजर छ। यसमा चाहिँ के स्पेशल छ अरू लेजर भन्दाखेरि, फर्स्ट थिङ यसको ब्रान्ड भन्छु म हजुरलाई। यो म्यानुफ्याक्चरर चाहिँ आइपिजी फोटोनिक्स/भिपिजी, यो दुइटै एउटै कम्पनी हो। अनि यसको मोडल चाहिँ युरोलेज प्लस हो। यसमा दुईवटा भेरिएन्ट आउँछ। युरोलेज प्लस चाहिँ 40 वाट, युरोलेज प्रिमियम चाहिँ 70 वाट। अनि यो हस्पिटलमा ब्लू क्रसमा चाहिँ हामीले युरोलेज प्लस विच इज अ 40 वाट मोडल दिएको छौँ। अब यो लेजरको बारेमा भन्दाखेरि चाहिँ यो अहिलेसम्मको सबसे लेटेस्ट लेजर इन द मार्केट। यो लेटेस्ट कसरी छ भन्दाखेरि, किनभने यसमा टिस्यु सेन्सिङ भन्ने एउटा टेक्नोलोजी कम्पनीले इन्ट्रोड्युस गरेको छ। टिस्यु र स्टोन सेन्सिङ। यसमा चाहिँ के एडभान्टेज छ अरू लेजर्सहरू भन्दाखेरि चाहिँ यो लेजरले चाहिँ आरआरएस या अरू कुनै पनि स्टोन सर्जरी गर्दाखेरि यसमा एउटा अप्सन छ जसमा चाहिँ हामीले टिस्यु र स्टोन दुइटैलाई डिटेक्ट गर्न सक्छ। यसले पहिला स्टोनलाई सेन्स गराइदिने, स्टोनलाई डिटेक्ट गर्छ, अनि त्यसपछि टिस्युलाई डिटेक्ट गराइदिने, अनि टिस्युलाई सेन्स गरिसकेपछि सर्जरी गर्दाखेरि स्टोन ब्रेक भइसकेपछि, जब कहिलेकाहीँ आरआरएस सर्जरीमा स्टोन ब्रेक भइसकेपछि यताउता कहिलेकाहीँ जाने चान्सेस हुन्छ। अनि त्यो बेला कहिलेकाहीँ मिसफायर भएर चाहिँ टिस्युमा फायर गरेपछि ट्रमा हुने चान्सेस हुन्छ। यो लेजरको एडभान्टेज चाहिँ यसले चाहिँ स्टोन पनि डिटेक्ट गर्छ, टिस्यु पनि डिटेक्ट गर्छ। स्टोनलाई कन्टिन्यू फायर गरिसकेपछि जब स्टोन यताउता गएपछि टिस्यु एक्सपोज भएको बेला चाहिँ यो लेजरले टिस्युलाई फायर गर्दैन। फुट पेडल प्रेस भएको बेला पनि फायर गर्दैन। त्यो भएको भएर चाहिँ यो अरूभन्दा चाहिँ एकदम सेफ मानिएको छ अहिलेसम्म चाहिँ।